guys, welcome back to my YouTube channel. सबैजनालाई नमस्ते जो जो लाप्पा होप तपाईहरु सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। आफ्टर लङ टाइम म चाहिँ भ्लग गर्दै छु किनभने आज हामी यसो डे आउट गर्दै छौं। डे आउट त हैन, यस्तै अलिक साँझै परिसक्यो, हामी निस्किदा साँझ भयो किनकि अब त्यस्तै हो काम यताउति। काङलाङ र कुङलुङ खाना जान लाग्यो अलि के काङलाङ र कुङलुङ त्यो टाउको सारा अनि सीफुड जाने सीफुड ला मेरो औठी मैले निकाल्दै छु के गर्ने म अब त्यो औठी नि यति कनी कनी निकालेछु मैले देन है भने पक्न निस्किसक्यो के त्यही पनि पुरै त्यो औला निस्किन लागिसक्यो होला के ला मैले रिङे अनि मैले अनि लिएर यहाँ देखे म राख्दिन्छु भनेको अनि दिए अनि एक साथीहरु हामी चाहिँ भमिट गरेर म चुप्पा गर भन्छ अझै सीफुड खान जाँदैछौँ यहाँनिर। हामीलाई त थाहा छैन गर्देको के गर्नु फेरि ज्याप छ फेरि रिसाइ भनि त्यहाँ अर्को सीफुड खान जाँदैछौँ यहाँनिर। अब त्यही गएर भेट्नुपर्छ गाइजहरु। हामी चाहिँ को छौँ भने यहाँनिर हामीले चाहिँ गाडी बुक गरेको थियौँ भाडामा त्यही पनि यतिकै भनिदिएको गाइजहरु साथीको गाडीमा हैन। हामी चाहिँ यतिजना छौँ। साथी चाहिँ अलिकति क्यामेरा साई पर्सन हुनुहुन्छ, त्यही भएर अब मेरो हस्बेन्डलाई त तपाईहरुले चिन्नु नै हुन्छ, मनिष श्रेष्ठ एकेए मनिष श्रेष्ठ नामै काफी। गर्मी छ, गर्मी उपर गर्मी छ। हामी चाहिँ सीफुड खाने ठाउँमा पनि आइसकेको छौँ। यतापट्टि आउ त, राम्रो आउँदो रहेछ यता। सो हामी आज म्याचिङ ड्रेस लाएर आएको छौँ, देख्न सक्नुहुन्छ। सानो एउटा सिनेमेटिक भिडियो हान्दैन ल त्यहाँबाट दुईजनाको। खाने ठाउँ चाहिँ अब हामी जान्छौँ, हेरौँ कस्तो छ। राम्रो रहेछ गाइज यहाँ चाहिँ। खोइ कता गयो मान्छे ए राम्रो रहेछ साथीहरू, राम्रो छ। सबै मोबाइलतिर सम्म थालिसक्यो। के बोल्ने भयो। म त धेरै पछि भ्लग गरेर होला मैले के भनौँ भइरहेको छ। So you can see here the most handsome guy in this world. ल तपाईहरुलाई हामी हाम्रो आउटफिट देखाउँछौँ। हामीले तपाईहरुलाई आउटफिट देखाएको छैनौँ। समात्देऊ त भाइ एकचोटि। तिमी आउँदैनौ क्या, हि इज भेरी साई पर्सन है गाइज। ल हाम्रो आउटफिट यस्तो छ। ओइ आइजे ओइ सानो, यहाँ हामी सबैको आउटफिट देखाउँदैछौँ अहिले। ल कैसा मेरो त सबैभन्दा बिजोक, यहाँभन्दा मुनि अलिक बिजोक छ, त्यही भएर ओके भेट्नुपर्छ। अनि यहाँ चाहिँ हामी फोटो सेसन गर्दैछौँ, फोटो खिच्दैछौँ। मैले धेरै पछि क्या भ्लग गरेर होला केही बोल्नै आएन कि के बोल्नु भयो, केही छैन। तर म ट्राई गर्छु साथीहरू, किनभने 1 महिना 2-3 महिना पछि मैले भ्लग गर्दैछु नि त। तर म ट्राई गर्छु यताउति। राम्रो छ हौ, यो राम्रो छ है ठाउँ चाहिँ। राम्रो लाग्यो तिमीलाई कस्तो लाग्यो? अस्ति आएर गएको हो त्यो ठाउँमा। हामी चाहिँ फर्स्ट टाइम हो। ऊ चाहिँ करिश्मा हो, ब्युटिफुल झन् राम्रै दि कति राम्रो। ऊ के अरे उसलाई तिमी नेपाली चाहिँ कसैले भन्दैन है तिमीलाई? फिलिपिनो भेट्ने बित्तिकै फिलिपिन हो भनेर सोध्छ, नेपाली चाहिँ भन्दैन कसैले। हिजो नि मेरो साथले होइन त सो साथीहरू, म चाहिँ तपाईहरुलाई हुक सीफुड रेस्टुरेन्टको टुर गराउँछु। यहाँबाट सर टुर गराउँछु, हेर्न सक्नुहुन्छ। दिस इज द प्लेस हामी कहाँ आएको छौँ।
यस्तो राम्रो छ हेर्नु न। अनि हो उहाँहरू यहाँ हुनुहुन्छ। बाबा म तपाईँहरूलाई यहाँ देखाएँ, अब तल देखाउँछु। देश यहाँ हो, यहाँ चाहिँ पार्टीहरू गर्ने हल जस्तो रहेछ। भिडियो 1 minute दिदी रोक्दै बस्नु अब सकिसक्यो। Okay, please complete. Thank you. थ्याङ्क यू। हामी त स्टार्ट गरेको है। चियर्स हाल्नुहुन्छ लकडाउन यतिकै चियर्स छिटो त्यो स्ट्रो ल्याउन हाल। यिनीहरू लास्टै छ क्या, के गर्न आएको त्यो गर्दैनन् क्या कहिले पनि। यो आउँदाखेरि हालेको भिडियोहरू ल गाइस यहाँ चाहिँ आउने बेला चाहिँ म चाहिँ थोरै लिपस्टिक म चाहिँ त्यही यहाँनिर आइसकेको छ। यहाँ सी फुड यस्तो हुँदो रहेछ गाइस। अब यो चाहिँ मलाई खाउँ चाहिँ लागेन किन सुदीक्षाहरू ट्राई गर्दैछ, हेर्न सक्नुहुन्छ। कस्तो लाग्यो? ससमा त मलाई मकै चाहिँ मनपर्छ। ससेसमा हाल्यो। अब हामी ट्राई गर्दैछौँ कस्तो हुन्छ सी फुड, तपाईँहरूले हेर्न सक्नुहुन्छ। मलाई त कति बजी भ्लग गरेर होला कस्तो कस्तो अनकम्फर्टेबल पो भइरहेको छु आज त। आमा हो यो मुख उ गरौँ न, यहाँ पनि छ, यो पनि निकाल। अब निकालेको समुद्रमै आएको जस्तो लाग्यो यो देखेर। समुद्रमै आएको जस्तो लाग्यो यो देखेर। डान्स पायो कि नेपालीले गर्छ। खाना खाऊ साथीहरू, खाना खाऊ। हात देखाएपछि त चिन्ला नि होइन। मेरो मासु भात निकालेर खान्छु बरु क्या। निकाल मासु भात यार बरु यो पनि। के भयो? देखेर के देखेर कस्तो कस्तो अब कक्रोच घिन लाग्यो गम के गम खाइसक्यो क्या। मलाई चाहिँ अलिअलि घिन लाग्यो क्या साथीहरू, साँच्ची हो। मिठो छ कि ना नै खाऊ न खाऊ। यस्तो गर्नु हुँदैन है। सानो हेर्न हेर्न पो आएको गर्छ। खाऊ न खाना आएको। ग्राब चाहिँ खान्छु ल त। त्यो क्राब होइन निकाल्नु निकाल्नु यो यस्तो गरी। प्राउन त हाम्रो प्राउनहरू त कति मिठो हुन्छ। यो ट्राई गर्छु म चाहिँ एकचोटि। होइन त्यो अब हाम्रो फर्स्ट टाइम भयो क्या सी फुड। लाग्ने बस बस म त खाँदिनँ, पैसा तिर्दिनँ खाँदैन। म त खाँदिनँ, पैसा तिर्दिनँ खाँदैन। यो सबै खोलाउने हो। जसले खाँदैन उसले सबै तिर्नुपर्छ है। मकैको पैसा तिर्छु म खान्छु ल सबै। सबै खाना खाइदिन्छु म चाहिँ। त्यो के अरे मुकबाङ गर्ने भ्लगरहरूले क्या, मुकबाङ गर्नेहरूले कस्तरी गुवा गर्दै क्या आज। हामी गन्धले नै खान मन लाग्यो। त्यही देखेर त खाना। त्यही देखेर चाहिँ खानु आएको। मिठो भने चाहिँ यही लाग्यो मलाई त। त्यही राम्रो छ। खाना पर्दैन रहेछ। दाल भात तरकारी यो त कोरियन फुड जस्तै छ। के हाम्रो खाँदैन नि। ब्राउन नै नै खाऊ न। सबैजना नाक बङ्गाउँछ के भयो होला के यार। भने अरे त खाने कुरा हो भने फाल्नु हुँदैन नि। नेक्स्ट टाइम बस्दा
मलाई त केही नै ट्राई गर्न मन नयाँ आएन try हेर्दै बरु चित्त बुझाउँछु यो चाहिँ खोलेर खाने होइन खाना सोध्नु पर्यो फेरि बाहिर बोकेर खाइदिनु यो चाहिँ सेल हो त्यो चाहिँ मिठो खाऊ त्यो भित्र खाऊ भित्रको बाहिर खाने होइन फेरि त्यो लाग यहाँतिर लागिसक्यो खाना धरि रुचेन कि अब भाइ त पहिला खाँदै होइन हुन्छ सायद अघि तपाईँहरूमा गरेको त यस्तो गरेर कारण के कुरो ये क्या है? हामी चाहिँ हेरेको हेरे यस्तो गर्ने यहाँभित्रको रस सक्यो अर्को खाने फेरि भात र एउटा मिठो लाग्यो के मिठो छ घरमा प्याक गरेर लगाऊ अब त्यहाँ रहेछ नि यसको पात के गरेको खानुभन्दा नि बढी के गरे रमाइलो गर्न अब खाना यहाँ चाहिँ हामी टाइम ल्याप्स भिडियो बनाउँदैछौँ खाऊ त मनिष एउटा रियाक्सन देऊ न त खाऊ त मकै खाएर रियाक्सन कस्तो लाग्यो कस्तो मकै मकै हुन्छ है तिमी पनि बोल नि त आज हामी धेरैपछि भ्लग गर्दैछौँ तिमीलाई कस्तो फिल भइरहेछ त एकदम नौलो फिल भइरहेको क्यामेरामा क्यामेरामा त झन् भयो त नि भयो एक्सपिरियन्स हो यहाँ देखाउनु न कति धेरै एक्सपिरियन्स छ फिनिस अल्ला कस्तो लाग्यो भन्छ सानो कस्तो मैले ल्याएको मासु भात निकालेर खानु जस्तो लाग्छ मलाई चाहिँ खासै मिठो लागेन साथीहरू मैले केही पनि टेस्ट गरिनँ यहाँको एप्रोन त हिँड्या लगाएर हिँड्ला केही पनि टेस्ट गरेन मैले चाहिँ किनभने मलाई अलिकै के भयो भयो गिन लाग्यो हेर्नु सक्नुहुन्छ जुस चाहिँ मैले खाएँ किनकि जुस मन पऱ्यो अलिअलि मिठै लाग्यो त्यही भएर यहाँ तिमीलाई कस्तो लाग्यो भन त दामी रहेछ जुस आया होला ठिक छ मेरो एप्रोन खोल्दै अब यो लगाएको मात्रै भयो मैले केही पनि खाएन गाइस त्यस्तो पनि हुन्छ सो गाइस हामी चाहिँ अब यहाँबाट चल्दिएको ल जुस चाहिँ लिएर चल्दिएको अनि एकदम राम्रो लाग्यो प्लेस चाहिँ मलाई एकदम राम्रो लाग्यो ठाउँ चाहिँ खानेकुरा चाहिँ अब पानी नभएर हामीले अब त्यस्तो खाँदैनौँ नि त हामीलाई अलिक स्पाइसीहरू मनपर्छ त्यही भएर चाहिँ त्यस्तो लागेको हो तर मलाई ठाउँ चाहिँ एकदम राम्रो छ सो साथीहरू अब चाहिँ अहिले चाहिँ म यहाँ के अरे अघि सी फुडहरू खायौँ यताउति घुम्यौँ बहिनी पनि ड्युटी गइसक्यो दुईटै बहिनी मेरो चाहिँ आज छुट्टी अनि म चाहिँ आज कहाँ छु भन्ने कुरा चाहिँ हामी मात्रै छौँ तीनजना छौँ भाइ म अनि मनिष अहिले चाहिँ हामी स्टेडियममा आएको छौँ गेम हेर्नुलाई त्यही भएर मैले अघि नै जर्सी लगाएको क्या यहाँ आउँछु भनेर मनिष कसको गेम अरे अलाइन एफसी भर्सेस एस्टन विल्ला कति बजेदेखि छ स्टार्ट 10 बजे मैले चाहिँ मेरो साथी अन्जनालाई मिस गरेँ हो जर्सी लाउँदाखेरि अन्जनाले भिडियो हेर्छ होला तपाईँहरूलाई चाहिँ अब म स्टेडियम देखाउँदैछु गाइज कस्तो फिल भइरहेछ त नि हामी
यहाँ आएदेखि एकचोटि आएको थियौँ त्यतिखेर लास्टै प्याक थियो फर्केर गयौँ लेट्स सी आज के हुन्छ होइन आज चाँडो आएको छौँ त्यही भएर क्या त्यतिखेर प्याक भएर हो ल तपाईँहरूलाई अब म स्टेडियम देखाउँछु लाज पो लाग्यो कति धेरै मान्छे भएर बोल्नलाई ल अस्ति हामी त्यहाँनिर गएको थियौँ सो गाइज म स्टेडियमभित्र छिरिसकेँ कस्तो फिल भइरहेको छ मलाई त कस्तो रमाइलो मलाई कस्तो रमाइलो लाग्यो ओके सबले मेरो जर्सी पो हेर्छ त यार आज अर्कैको गेम अर्कैको जर्सी लगाएर हो क्या तपाईँहरूलाई म यहाँको भ्यू देखाउँछु अमेजिङ सुरुमा त मेरो प्यारो भ्यू हेर्नु होला यहाँ Oh my god, guys. अनि साथीहरू तपाईहरुले चाहिँ भन्नु होला गेम चाहिँ अर्कैको जर्सी चाहिँ किन अर्को लगाएको भनेर अब मैले किनेको छुइनँ नि त यताको क्लबको जर्सीहरू मलाई थाहा छैन नि त अनि यो यही जर्सी थियो त्यही भएर मैले चाहिँ गेम हेर्न आउने भनेर मैले यही जर्सी नै लगाएको क्या यहाँ मजा यही हो कि यो ग्राउन्डको त क्लब जस्तो लाग्यो साथीहरु हेतेरीका यिनीहरुको रमाइलोले गर्दाखेरि यता अब साथी मस्तले गेम हेर्ने हो हैन अब के म फोन चाहिँ चलाउँदिन म मस्तले गेम हेर्छु अब चाहिँ किनभने यहाँ राम्रोसित हेर्न पाइने यता रमाइलो हेर्दा मैले गेमै राम्रोसित हेर्न पाइन अब चाहिँ मस्त म गेम हेर्छु कपाल विवाह हेर न साथीहरु गेम चाहिँ सकियो 3-1 मा समाप्त भएको छ एस्टन भिल्लाले 3 अलाइन एफसीले 1 हामी चाहिँ हेरे बेकाम गेम पनि सक्यो हामी यहाँबाट निस्किसके यहाँ हुल देख्न सक्नुहुन्छ भिड अहिले चाहिँ हामी यहाँ
खाजा खान आएको छौँ खाजासाजा खाएर जानुपर्छ साथीहरू भोलि ड्युटी छ जानु पर्यो अनि त्यसपछि म चाहिँ आजको भ्लग यहीँ इन गर्छु अहिले एकछिनमा खाजासाजा खाइसकेपछि मेरो भ्लग यहीँ इन गर्छु म साथीहरू त्यो अर्को ब्रान्चमा बिरयानी नभएर यो ब्रान्चमा आएको यो ब्रान्चमा पनि बिरयानी रहेनछ के गर्नु अब जे हुन्छ त्यही खानुपर्छ अब होइन किनकि भोजनभन्दा भोक मिठो हुन्छ होइन त्यही भएर भोक लागिरहेछ नि त लु खानेकुरा नि आयो साथीहरू अब यो खानेकुरा खानुपर्ने हुन्छ आजको लागि यति नै डु नट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब आजको लागि यति नै सो भिडियो हेरेर लाइक सेयर कमेन्ट गर्न नबिर्सिनु होला